रूपमा चाहिँ देशी विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन। अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। अहिले चौतर्फबाट यो एउटा राष्ट्रवादी शक्ति कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइराखेको बेला लुक्ने मैदान छोड्नेहरू उनीहरूका प्रति मेरो कुनै टिप्पणी छैन। उनीहरूप्रति मेरो शुभकामना छ कि लडाइँको बेला भाग्नेहरू, लडाइँको बेला लुक्नेहरूको नाम लेखाउनुहोस् इतिहासमा। त्यसमा मलाई केही भन्नु छैन, कुनै टिप्पणी छैन। तर म सबै साथीहरूलाई भन्न चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढ्छ मात्र होइन, यसलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन। चुनावमा विगठित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको छ मात्र होइन, झन्डै झन्डै राप्रपा सोसरह भएका थुप्रै दलहरू आज नेपालको राजनीतिमा शून्यमा छन्, कहीँ पनि छैनन्। त्यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टीको रूपमा छ, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा छ। यो अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्कियो, कांग्रेस कम्युनिस्टहरू जस्तै भयो भने एउटा विकल्प चाहिन्छ। खोपीको देउताको रूपमा एउटा पार्टी जोगाइराख्नुपर्छ र त्यो भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले सोची विचारी जोगाएर राखेको। 25-26 वर्षका युवाहरूदेखि लिएर 85-86 वर्षका मानिसहरू समेत पार्टी कमिटीमा सक्रिय हुनुहुन्छ। युवाको ऊर्जा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी हो राप्रपा। त्यो सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको हो। 93-94 वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। 80 वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ। 80 वर्षको मान्छेले देश चलाइराखेको छ, संसार हाँकिराखेको छ भनेर 80 वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्, 36 वर्ष सबै बालन शाह पनि हुँदैनन्। यसकारण उमेर मात्रै सबै कुरा होइन। सुनको बल, सुनको बल, सुनको बल, सुनको बल। अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्।